अर्जुन आदि माउन्टेन हनीले यो 3 तलाको एउटै घारमा 3 तलाको सुपरहरू भनौँ न। तल्लो चाहिँ बच्चा कक्ष हो, बिचको दुईवटा चाहिँ मह कक्ष हो। यी दुईवटा मह कक्षमा राखेर यसरी चाहिँ मह निकाल्न सकिन्छ र यो अत्यन्त बाहिरको चाहिँ अनुकूल वातावरण, अनुकूल समय र पर्याप्त स्रोत भएको बेलामा हामीले 3 तलासम्म राख्न सक्छौँ। राम्रो नयाँ रानी छ भने त्यसले चाहिँ यति बेला घार फुट्दैन। हेर्नुहोस् है, यस्तो छ राम्रो खालको क्वालिटीको रानी। यो रानीको गुण हो। यो कुनै एक घार 10 फ्रेम नहुँदै फुट्न तयार हुन्छ भने कुनै चाहिँ एकदमै लामो समयसम्म राम्रोसँग बच्चा हुर्काएर चाहिँ गरिरहेको हुन्छ, बसिरहेको हुन्छ। हामीसँग यहाँ धेरै जस्तो चाहिँ 2 तले घारहरू छन् र केही चाहिँ 3 तले पनि छ। यसरी एउटै घारमा एउटै रानीले 3 तलासम्म कसरी काम गर्छ भन्ने कुरा हामीले यहाँ देखाउन गइरहेछौँ। यसरी नै तपाईँहरू पनि आफ्नो एपियरीमा आफ्नो चाहिँ मौरीको हाई क्वालिटीको रानी मार्फत चाहिँ राम्रो गुणस्तरीय रूपमा चाहिँ रानी तयार गर्ने र त्यो अनुसार घार पनि बनाउने, त्यो अनुसार गोला बनाउने र त्यो अनुसारको रानी मह उत्पादन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हाम्रो अर्जुन बेस्ट हनीबीको वेबसाइट arjunbesthoneybee.com, हाम्रो युट्युब च्यानल अर्जुन बेस्ट हनीबी, अनि त्यस्तै हाम्रा इन्स्टाग्राम, वाट्सएप, मेसेन्जर हैन, मेटा लगायतका सबै चाहिँ तपाईँहरूले हामीसँग जोडिएर प्रत्यक्ष रूपमा यसबाट फाइदा लिन सक्नुहुनेछ।